बत्ती झ्याप्प झ्याप्प बनाउन कैची बोकेका दलका झोलेलाई कुलमानले बाता बसाए। 30 भदौ 2082 देखि प्रधानमन्त्री सुशीला कार्के नेतृत्वको अन्तरिम मन्त्री परिषदमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीको रूपमा कुलमान घिसिङ सेवारत रहेपछि अचानक देशभर बत्ती झ्याप्प झ्याप्प जान थाल्यो। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा काम गरिसकेका उनलाई थाहा थियो कि बत्ती किन जान्छ। उनले तत्काल प्राधिकरणको आफ्नो पुरानो चेन मार्फत जाँच गराउन थालिहाले। आम नागरिकले बत्ती झ्याप्प झ्याप्प जान थाल्यो भन्न थालेका के हो सिरियस हेर्नुहोस् भनेर देशभरका युनिटमा आफ्ना विश्वास पात्रलाई चलाउन थाले। उनीहरूले निष्कर्ष निकाले कुलमान माथि नागरिकको असन्तुष्टि बढाउन प्राधिकरण भित्र रहेका दलीय कर्मचारीहरूको षड्यन्त्रले बत्ती झ्याप्प झ्याप्प गइरहेको रहेछ, जसलाई बत्ती जाने प्राविधिक समस्या आउँदा बनाउन कैची थमाइयो, उनीहरू नै काट्न कैची चलाइरहेको पाइयो। त्यसपछि तत्कालै मन्त्रीले प्रमाण सहित त्यस्ता कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न सबै युनिट प्रमुखलाई आदेश दिए। कतिपय युनिटमा प्रमुखहरू पनि गलत कार्यमा लागेको रिपोर्टिङ आए। उनीहरूलाई पनि कारबाही गर्न क्षेत्रीय कार्यालयलाई निर्देशन दिए। केन्द्रीय कार्यालयमा नै त्यस्ता कर्मचारी छन् भने तत्कालै सूची बनाएर मन्त्रालयमा पठाउन भने। त्यसपछि बत्ती झ्याप्प झ्याप्प बनाउने झोलेहरूको भागाभाग भएको छ। केहीलाई त कारबाहीको डण्डा चलिसकेको स्रोतको दाबी छ। उनीहरू रुँदै जागिर बचाइदिन आग्रह गरिरहेका छन्। अब हिजोको जस्तो सरकार होइन, कसैको अनुहार हेरेर जागिर थामिदिने, रित्तो हात घर जानोस् भनेर मन्त्रीले नै स्पष्ट पारिसकेकाले उनीहरूको रुवा बासिने चलिरहेको हाम्रो स्रोतले खुलाएको छ। मन्त्रीको केही घण्टाको एक्सनले आजदेखि नै यो अपराधिक कार्य कम भइसकेको छ। एउटा नेतृत्व सही भए कति फरक पर्ने रहेछ त। हामीले केही दिनमा नै फरक महसुस गर्न पाएका छौं। अपराधीलाई मन्त्रीले नै बाता बसाएका